टिकटकबाट कसरी पैसा कमाउन सकिन्छ? आजको समयमा टिकटक केवल मनोरञ्जन गर्ने प्लेटफर्म मात्र होइन, पैसा कमाउने ठूलो माध्यम पनि बनेको छ। धेरै नेपाली युवाहरूले अहिले टिकटकबाट राम्रो आम्दानी गरिरहेका छन्। तर प्रश्न आउँछ, आखिर कसरी? पहिलो कुरा, टिकटकमा पैसा कमाउन फलोवर्स र राम्रो कन्टेन्ट आवश्यक हुन्छ। तपाईले मानिसलाई हँसाउने, जानकारी दिने, मोटिभेशनल भिडियो, ट्राभल, खाना, फेसन वा लाइफस्टाइल जस्ता विषयमा नियमित भिडियो बनाउनुपर्छ। पहिलो, लाइभ गिफ्टबाट कमाइ। जब तपाईँ टिकटक लाइभ जानुहुन्छ, दर्शकहरूले तपाईलाई भर्चुअल गिफ्ट्स पठाउन सक्छन्। ती गिफ्ट्सपछि पैसामा बदलिन्छन्। 2. ब्रान्ड प्रमोसन। यदि तपाईको भिडियो धेरै भाइरल हुन्छ र राम्रो फलोवर्स हुन्छ भने कम्पनीहरूले आफ्नो सामान प्रमोट गर्न तपाईलाई पैसा दिन्छन्। 3. एफिलिएट मार्केटिङ। तपाईले कुनै सामानको लिंक शेयर गरेर बिक्री गराउनुभयो भने कमिसन पाउन सक्नुहुन्छ। 4. युट्युब वा फेसबुकमा ट्राफिक पठाएर। धेरै क्रिएटरहरूले टिकटक प्रयोग गरेर आफ्नो युट्युब च्यानल वा फेसबुक पेजमा अडियन्स बढाउँछन् र त्यहाँबाट कमाइ गर्छन्। 5. आफ्नो बिजनेस प्रमोसन। यदि तपाईसँग कपडा, खाना, कस्मेटिक्स वा कुनै बिजनेस छ भने टिकटकबाट ग्राहक बढाएर राम्रो आम्दानी गर्न सकिन्छ। तर याद राख्नुस्, टिकटकमा सफल हुन नियमित भिडियो बनाउनुपर्छ, राम्रो एडिटिङ हुनुपर्छ, ट्रेन्ड बुझ्नुपर्छ, धैर्यता चाहिन्छ। एकै रातमा सफलता नआउन सक्छ, तर लगातार मेहनत गर्नुभयो भने टिकटक तपाईको इन्कम सोर्स बन्न सक्छ। अन्त्यमा, आज मोबाइल केवल समय बिताउने साधन होइन, सही प्रयोग गर्न सके भविष्य बदल्ने माध्यम पनि हो।